यो करोडौँ ग्यालेक्सी र विशाल ब्रह्माण्डका अगाडि हामी मानिसहरूको अस्तित्व एउटा सानो धुलोको कण जति पनि छैन। तर विडम्बना, हामी यही ऐनामा देखिने छेनभङ्गुर अनुहार र चिनारीको अहङ्कार बोकेर बाँचिरहेका छौँ। यो डिजिटल संसारमा हरेक मानिस आफ्नो अनुहार चम्काउने र भिडको पछि लाग्ने दौडमा व्यस्त छ। तर सत्य के हो भने समयको एउटा सानो थप्पडले यो रूप, यो वंश र यो भौतिक पहिचानलाई एक दिन माटोमा मिलाइदिनेछ। त्यसैले त भनिन्छ नि, तपाईँको अनुहारभन्दा कयौँ गुणा ठुलो तपाईँको ज्ञान हो, तपाईँको विचार हो। अनुहार त प्रकृतिले दिएको एउटा आवरण मात्र हो, तर विवेक तपाईँले आफ्नै मेहनत र अध्ययनबाट कमाउने सम्पत्ति हो। इतिहास साँच्ची छ कि समयले सुन्दर अनुहारलाई सजिलै बिर्सिदिन्छ, तर एउटा क्रान्तिकारी विचारलाई युगौँ युगसम्म जीवित राख्दछ। जब तपाईँ आफ्नो अनुहार र अहङ्कारभन्दा माथि उठेर शुद्ध ज्ञानको खोजीमा लाग्नुहुन्छ, तब मात्र तपाईँले वास्तविक स्वतन्त्रता महसुस गर्न सक्नुहुन्छ। भिडले तपाईँको रूप हेर्ला, तर यो संसार बदल्न तपाईँको चेतना र दृष्टिकोण आवश्यक छ। त्यसैले अनुहार चम्काउने सस्तो दौडमा सामेल हुने कि आफ्नो विचार र चेतनालाई तिखार्ने रोजाइ तपाईँकै हो।